हाम्रो बाल विकास मजुरा बाल विकास केन्द्रका सञ्चालक समिति विभिएस अध्यक्ष आदरणीय इन्द्रकुमार दासजीलाई म स्वागत सम्मान साथ कार्यक्रमको त्यसै गरी स्वागत सम्मान साथ हामीले हाम्रो निमन्त्रणलाई स्वीकार गरेर हाम्रा जनप्रतिनिधि 17 नम्बरका वडा अध्यक्ष हुनुहुन्थ्यो। उहाँ कार्यव्यस्तताले हामीलाई केही समयको लागि पाइदिनु भएको छ। उहाँ आउने क्रम पनि सम्भवतः हामीले सुनेका छौँ। उहाँलाई यो स्थान यो सम्मान उहाँलाई माथि राख्दै म हाम्रा सुनसरी समाज जीविका आदरणीय परोपकारी मनका अनि हाम्रा महान अभियन्ता प्रवासमा रहेर पनि नेपाली र यहाँको माटोलाई माया गरेर विभिन्न दुःख कष्टका बावजुद अर्काको देशमा अर्काको ठाउँमा रहेर आफ्ना पहिचान आफ्नो मौलिकतालाई अगाडि सार्ने क्रममा आफ्ना दिनचर्या निभाउनु हुने महान अभियन्ता सुनसरी समाज जीविका प्रवक्ता आदरणीय रुद्र कार्कीज्यूलाई म स्वागत सम्मान साथ आतिथ्यता ग्रहण गरिदिनु चाहन्छु। त्यसै गरी सुनसरी समाज जीविका भूतपूर्व महासचिव वर्तमान सल्लाहकार आदरणीय राममणि आचार्यज्यूलाई पनि म आतिथ्यता ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी भूतपूर्व अध्यक्ष सुनसरी समाज जीविका भूतपूर्व अध्यक्ष आदरणीय ल्याम देविका आचार्यज्यूलाई पनि स्वागत सम्मान गर्न चाहन्छु। त्यसै गरी हाम्रो मजुरा बाल विकास केन्द्रलाई नजिकदेखि हाम्रो साथ सहयोग प्रदान गर्नुहुने जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक आदरणीय तुलसी राम आचार्यज्यू चौधरीज्यूलाई आफ्ना आतिथ्य ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आदरणीय यस स्थानका यस समाजका बुद्धिजीवी समाज रूपान्तरणका लागि अहोरात्र आफ्नो मेहनत र योगदान पुर्याउनु हुने विभिन्न संस्थामा आबद्ध रहेर आफ्नो दिनचर्या गुजार्नु हुने आदरणीय गणेश तामाङज्यूलाई पनि म स्वागत सम्मान गर्न चाहन्छु। त्यसै गरी सरस्वती म रामकुमार चौधरीज्यूलाई आफ्नो आतिथ्य ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी उमालाल चौधरीज्यू उहाँ सामाजिक अभियन्ता हुनुहुन्छ, उहाँलाई पनि स्वागत सम्मान गर्न चाहन्छु। स्वागत सम्मानको क्रममा मेरा चिर परिचित मित्र पेसाले उहाँ ओभरसियर इन्जिनियर हुनुहुन्छ आदरणीय वीरेन्द्र तामाङज्यूलाई पनि म स्वागत सम्मान गर्न चाहन्छु। त्यसै गरी यस विद्यालयका बाल विकास केन्द्रकी शिक्षिका आदरणीय म्याम पूर्णिमा राईज्यूलाई पनि म स्वागत सम्मान गर्न चाहन्छु। त्यसै गरी नरेन्द्र तामाङ मेरो चिर परिचित मित्र हुनुहुन्छ, उहाँ पूर्व युएईका विभिन्न संस्थामा आबद्ध रहेर आफ्नो पहिचानलाई यो गतिसम्म ल्याउन उहाँको पनि अहोरात्र भूमिका छ। उहाँलाई पनि म स्वागत सम्मान गर्न चाहन्छु। म कार्यक्रमलाई फर्मालिटी भन्दा पनि छोटकरीमा अघि बढाउने जमर्को गर्न चाहन्छु। त्यसैले हाम्रा अभियन्ताहरूलाई हाम्रा महान्ताहरूलाई स्वागत सम्मानको कार्यक्रममा नियुक्त गर्न चाहन्छु। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई एकपटक म स्वागत सम्मान गर्न चाहन्छु। जो हुनुहुन्छ मैले नाम दिन सकिनँ। मैले स्वागत सम्मानको क्रममा हाम्रा यस मजुरा टोल निवासी निवर्तमान जनप्रतिनिधि हुनुहुन्छ आदरणीय देवकुमार चौधरीज्यूलाई पनि स्वागत सम्मान गर्न चाहे। सबैलाई स्वागत सम्मान गर्दै आजको यो महान ऐतिहासिक दिनलाई ऐतिहासिक यो हाम्रो कार्यक्रमलाई सफल पार्न उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि नै स्वागत सम्मान गर्न चाहन्छु। आदरणीय सम्पूर्ण उपस्थित महानुभावहरू, युएई समाज सुनसरीसँग विगत लामो समयदेखि हामी चिर परिचित छौँ। युएईमा अवस्थित विभिन्न संस्थासँग हामीले कोर्डिनेसन गर्ने क्रममा विगतका दिनमा हामी उहाँहरूसँग कसरी परिचित भयौँ, कसरी चिन्जान भयौँ भन्ने कुराहरू अग्रज दाईहरूले पनि यहाँ भन्नुहुनेछ। योभन्दा अगाडि मैले जानेका, मैले बुझेका र मेरो मसँग नजिक रहेका आदरणीय सुरेन्द्र
तामाङज्यू, त्यसै गरी विगतमा नगेन्द्र तामाङज्यू हुनुहुन्थ्यो, लगायतका साथीहरूसँग विभिन्न देशमा महामारीको खण्डमा विभिन्न देशलाई विभिन्न तरिकाबाट आवश्यक परेको खण्डमा प्रवासले गर्न सक्ने सहयोग उहाँहरूबाट हामीलाई प्रदान भएको छ। कोरोनाको महामारी कालमा पनि यस स्थानका नजिकका स्थानहरूमा यहाँका दुखी पीडित व्यक्तिहरूलाई उहाँहरूले कोरोनाको टाइममा पनि राहत जस्तो महान कार्य वितरण गर्नुभएको छ। त्यसै गरी हामी युएई समाजद्वारा विगतमा हामीले एउटा कार्यक्रम सञ्चालन गर्ने एउटा सुअवसर पाएका थियौँ। निःशुल्क प्राथमिक तालिम कार्यक्रम पनि हामीसँग जोडिनु भएको थियो, हामीले सञ्चालन गरेका थियौँ। इटरी सत्रको पकडी माविमा हामीले त्यो महान कार्यक्रम पनि सफल पारेका थियौँ। उहाँको सहयोगमा, उहाँको नेतृत्वमा उहाँले हामीलाई एउटा कार्यक्रम दिनुभएको थियो, त्यो कार्यक्रम हामीले सफल पारेका थियौँ। त्यस पश्चात हामीले अहिले मजुरा बाल विकास केन्द्र अपेक्षाका साथ यो हाम्रो कार्यक्रमलाई योभन्दा विस्तृत तरिकाले जानकारी प्रदान गर्नको निमित्त आदरणीय दाइ यो हाम्रो अक्षय कोष हस्तान्तरण कार्यक्रमको एउटा महान अभियन्ताको रूपमा पनि म उहाँलाई चिन्छु। उहाँको ठुलो योगदान छ यो अक्षय कोष यहाँ आइपुग्नको लागि। उहाँको मेहनत छ। हामीलाई कसरी प्रदान भयो, के को लागि प्रदान भयो, कसरी रहन्छ त, हामी कसरी सञ्चालन गर्छौँ, यो अक्षय कोष चाहिँ मूलधन मासिने हो कि कहीँ गएर सिक्वेर हुने हो कि कसको संरक्षण रहने हो जस्ता कुराहरू प्रष्ट पारिदिनको लागि म आदरणीय दाइ गणेश तामाङज्यूलाई हात धन्यवाद। आज हाम्रो सुनसरी समाज युएद्वारा अक्षय कोष हस्तान्तरण कार्यक्रम आजका यस मजुरा बाल विकास केन्द्रका सञ्चालक समितिका अध्यक्षज्यू, त्यसै गर्दा सुनसरी युए समाजका वरिष्ठ प्रवक्ताज्यू, त्यसै गरी पूर्व अध्यक्षज्यू, सञ्चालक सदस्यज्यूहरू र आजका यस कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापकज्यू, त्यसै गरी पूर्व वडा सदस्यज्यूहरू, जनप्रतिनिधिज्यूहरू र समाजसेवी लगायत उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय मेरो व्यक्तित्वज्यूहरूमा मेरो न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आज हामी अत्यन्तै खुसी छौँ किनभने हामी नेपालमा बसेर पनि हाम्रा नेपालबाट रोजगारको लागि युए गएर उहाँहरूले युएमा एउटा संस्था स्थापना गर्नुभएको छ। उहाँहरूले संस्था स्थापना गर्दै गर्दाखेरि उहाँहरूले पसिना बगाउँदै गर्दाखेरि आफ्नो देशलाई पनि आफ्नो यो ठाउँलाई पनि कहिले पनि भुल्नु भएन। यो ठाउँलाई मात्रै होइन, नेपालको विभिन्न ठाउँहरूमा विभिन्न कार्यक्रमहरू गरेर उहाँहरूले अत्यन्तै महत्त्वपूर्ण काम गर्नुभएको छ। यही क्रम अघि हाम्रा दोष भाइले भनिसक्नु भएको छ। हामीले यो प्राथमिक उपचार फर्स्ट एडको कार्यक्रम पनि हामीले गर्ने अवसर पाएका थियौँ। त्यहीँबाट हामीले यो सुनसरी समाजसँग एकदम नजिक भएर हामीले काम गर्न पाएका छौँ। यही अवसरमा हामीले यो ठाउँ चाहिँ कस्तो हो भने इटरीको महानगरपालिकाको जस्तो छाता मुनिको अथवा बत्ती मुनिको अँध्यारो भने जस्तै यो ठाउँमा अलिकति आर्थिक रूपले, शैक्षिक रूपले, होइन, सामाजिक रूपले, राजनैतिक रूपले हरेक क्षेत्रबाट पछाडि परेको ठाउँ हो। यही पछाडि परेको ठाउँलाई कसरी हामीले अगाडि बढाउने त भन्ने सवालमा हाम्रो एउटा एनजिओ एसएस बालग्रामसँग हाम्रो टच भयो। टच भइसकेपछि हामीले उहाँहरूको एउटा प्रोग्राम थियो। त्यो प्रोग्राममा हामीले प्रपोजल राख्यौँ। हाम्रो नानी बाबुहरू स्कुल जानुलाई जनजागृति निकै तल छ, त्यहाँ पुग्नु सक्दैन। अब यहाँदेखि निकै माथि छ, जनस्वयं स्कुल भन्ने निकै माथि छ, त्यहाँ चाहिँ हाम्रो नानीहरू पुग्नु सक्दैन। र पहिलो प्राथमिकता यो बाल विकासको अवधारणा चाहिँ यहाँ हुनुपर्छ भनेर हामीले हाम्रो जनप्रतिनिधि, त्यतिखेर हाम्रो जनप्रतिनिधि देवनारायण चौधरीजी हुनुहुन्थ्यो, हाम्रो यहाँको अग्रज व्यक्तित्वहरू जो उसमा अगुवाईमा हामीले यहाँ बाल विकास एसएस बालग्रामको नेतृत्वमा र यहाँको अगुवा प्रतिनिधित्वहरूको उसमा हामीले बाल विकास
खडा गऱ्यौँ। खडा गरिसकेपछि उहाँ र हाम्रो जनप्रतिनिधि, हाम्रो जनसहभागिता र एसएस लालको सहयोगमा एउटा बाल विकास स्थापना गऱ्यौँ। स्थापना गर्दाखेरि यहाँनिर लगभग अहिले 22-25 जना विद्यार्थीहरू चाहिँ अध्ययनरत भइरहेको छ। अहिले लगभग 5-7 वर्ष 7-8 वर्ष भइसकेको छ होइन। यही क्रममा यहाँको यो सुनसरी समाजबाट फेरि एउटा अत्यन्तै राम्रो अवसर हामीले पाएका छौँ। अक्षय कोष हस्तान्तरण गर्दै हुनुहुन्छ उहाँहरूले। यो चाहिँ यो अक्षय कोषलाई हामीले के गर्छौँ, कसरी यो अक्षय कोष भने के हो भन्दाखेरि अक्षय कोष हामीले तपाईँले दिनुभएको जुन रकम हामीले कहिले पनि माग्दैनौँ। यो मूलधन अत्यन्तै एकदम राख्छौँ। यसको इन्ट्रेस्ट ब्याजबाट चाहिँ यो स्कुलको नानी बाबुहरूको शैक्षिक सामग्री, खेलकुद सामग्री र भौतिक सामग्री, स्कुलको भौतिक सामग्रीहरूदेखि लिएर चौतर्फी यो विद्यालयको कामको लागि हामी यो इन्भेस्ट गर्छौँ। हामी तपाईँहरूलाई पहिलो आज तपाईँहरूले 2082 सालमा अक्षय कोष हस्तान्तरण गर्दै हुन्छ भने तपाईँहरूको फेरि तपाईँको नेतृत्वमा यो तपाईँहरूले अक्षय कोष दिएको इन्ट्रेस्टले के गर्दै हुनुहुन्छ भन्ने कुरो चाहिँ अब आउने सञ्चालक समितिले तपाईँहरूकै अगुवामा तपाईँहरूकै प्रतिनिधित्व कोही न कोही बोलाएर हामी यो कार्यक्रम गर्दैछौँ भनेर तपाईँहरूकै प्रतिनिधित्वबाट हामी काम गर्दैछौँ। यो चाहिँ हामी सञ्चालक समितिको तर्फबाट यहाँहरूलाई जानकारी गराउँछौँ। त्यो भएकोले गर्दाखेरि तपाईँहरूले दिनुभएको यो अक्षय कोषलाई हामीले एकदम सुरक्षितसँगले राख्छौँ। अब तपाईँहरूले कसरी अगाडि बढाउनुहुन्छ त यो अक्षय कोष? अब मूलधनलाई नमासिकन कहाँबाट गर्नुहुन्छ भन्ने एउटा प्रश्न गर्नुहुन्छ। त्यो भनेको चाहिँ हामी कसो गर्छौँ भने टोल विकास संस्था छ। टोल विकास संस्थामा हामी यो पैसा अब अहिले काहीँ गर्न सक्दैन। त्यो भएकोले गर्दाखेरि इन्ट्रेस्ट ल्याउनको लागि हामीले टोल विकासमा हामीले उहाँहरूसँग सल्लाह गरेर कोर्डिनेट गरेर हामीले यो यसरी सञ्चालन गर्छौँ भनेर अलरेडी हामीले सल्लाह गरिसकेका छौँ। अब रह्यो अब कसरी कनेक्सन भयो भन्दाखेरि अघि उहाँले भनिसक्नु यसलाई चाहिँ मैले गरेँ होइन। यो हामी अत्यन्तै सौभाग्य मानेछौँ र यसलाई अब यसको स्तर उन्नति गर्नको लागि त हामीले अझै यहाँनिर यो ध्यानहरू पनि भइरहेको छ। यसको लागि हामीले वडामा प्रपोजलहरू हालिरहेका छौँ। उहाँहरूले पनि आगामी योजनामा पारित गर्नेछौँ भनेर उहाँहरूले पनि प्रतिबद्धता गरिसकेको छ। भन्दै फेरि पनि यो युवी समाजका आदरणीय व्यक्तित्वजीहरूलाई यस मजौरा बाल विकासको समितिको तर्फबाट, यहाँको अग्रज व्यक्तित्वको तर्फबाट, यहाँको अभिभावकको तर्फबाट र उपस्थित सम्पूर्ण महानुभावहरूको तर्फबाट यहाँहरूलाई धेरै धन्यवाद व्यक्त गर्दै यहाँहरूलाई आजको कार्यक्रममा विशेष स्वागत पनि गर्न चाहन्छु भन्दै मेरो भनाइ यही अन्त गर्दै यहाँहरूलाई स्वागत छ। हामीलाई युएई समाजद्वारा यो अक्षय कोषको बारेमा केही जानकारीको आधारमा हामीले यो प्लानिङ बनाएका छौँ। अझै हामीसँग प्रत्यक्ष रूपमा यही सुनसरी समाज युएईबाट प्रतिनिधिहरूको उपस्थिति भएको छ। उहाँहरूले तय गरेको क्षेत्र अधिकार, उहाँहरूले योजना बनाएका योजनाहरू हामी कहाँ अब उहाँकै मुखारबिन्दबाट हामी प्रष्ट हुनेछौँ। त्यस पछाडि पनि हामीले एउटा क्राइटेरिया तय गर्नेछौँ। हामी त्यो अनुसारले पनि अघि बढ्नुपर्ने हुन्छ कि जस्तो हामीले महसुस गरेका छौँ। यद्यपि यसै कुरालाई प्रष्ट पारिदिनु हुनको लागि म सुनसरी समाज युएका प्रवक्ता आदरणीय व्यक्तित्व रुद्र कार्कीज्यूलाई हात जोड्न चाहन्छु। असल नागरिक पहिचान समाज सेवा हाम्रो अभियान भन्ने नाराका साथ 2075 साल भदौ 1 गते युएईको दुबईमा स्थापना भएको सुनसरी समाजले सुनसरी समाज युएईद्वारा मजौरा बाल विकास केन्द्रलाई अक्षय कोष हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिका वार्ड नम्बर 17 का वार्ड अध्यक्ष दिनुभएको छैन। मलाई सम्झिन चाहे अतिथिज्यूहरू, यस बाल विकास केन्द्रका अध्यक्षज्यू, सञ्चालक समितिका सदस्यज्यूहरू, सुनसरी समाज युएईका भूतपूर्व अध्यक्ष एवं हालका सल्लाहकार
आचार्य दिदीबहिनीहरूलाई सुनसरी समाज युएको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु, सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। हामीले विशेषतः सुनसरी समाज युले सुनसरी जिल्लाभरि विशेष रूपमा असह्य असक्त जस्तै मृगौला फेल भएका, त्यस्तै गरी असह्य असक्तहरूलाई नै हामीले विशेष रूपमा सहयोग गर्दै आइरहेका थियौँ र यो कुरा हामीले झर्ता हाम्रो अध्यक्ष पनि यही 17 नम्बर वडाकै हुनुहुन्छ सुरेन्द्र लामा। उहाँले विशेष रूपमा अब उहाँको तल्लो प्रस्ताव राख्नुभएको छ, उहाँले हामीलाई जानकारी गराउनु भयो। म पनि 17 नम्बरकै हो हुन त है, र पनि उहाँले जानकारी गराइसकेपछि त्यहाँदेखि अगाडि मलाई चाहिँ थाहा थिएन होइन। सुरेन्द्र सरले चाहिँ यस्तो यस्तो छ भनेर जानकारी गराइसकेपछि हामीले एउटा यसलाई चाहिँ भिन्न हिसाबले पनि दियौँ। किन भन्नुहुन्छ भने हामीले जुन मृगौला प्रेतलाई सहयोग गऱ्यौँ, त्यस पछाडि तपाईँको विभिन्न हिसाबले यो सुनसरी भन्ने हरेक खाद्यान्न वितरण गरेको, त्यस पछाडि चाहिँ औषधि उपचार हरेक हिसाबले हामीले सहयोग गर्दै आइरहेकै हो। दुबईमा पनि अब युएमा पनि त्यस्तै चाहिँ तपाईँको चाहिँ अब कसैको चाहिँ इलिगल भएर बस्नु भएको हुन्छ, कतिको चाहिँ तपाईँको चाहिँ आर्मी टिकट हुँदैन होइन। त्यहाँका स्थानीय संस्थाहरू एलआरए नेपाली समाज लगायतका संस्थाहरूसँग सहकारी गरेर हामीले यो समाज सेवालाई चाहिँ निरन्तरता दिइरहेका थियौँ। त यसलाई चाहिँ हामीले एउटा विशेष एउटा बेग्लै खालको कार्यक्रमको रूपमा हामीले दियौँ र यसलाई चाहिँ हामीले इमिडिएटली चाहिँ यो धेरै भएको पनि छैन, लगभग चाहिँ 15-20 दिन मात्रै भएको छ यो प्रस्ताव आएको। मैले यही हिसाबले म भर्खरै नेपाल आएको थिएँ अनि सुरेन्द्र सरले र हाम्रो कार्य समितिले चाहिँ यो बसेर निर्णय गऱ्यौँ कि यो चाहिँ हामी गर्नुपर्छ। किनकि हामी अहिले महाधिवेशनको मुखमा पनि छौँ, 5औं महाधिवेशन अब लगभग छिट्टै हाम्रो सुनसरी समाज गएको हुनुहुन्छ र यहाँ यस क्षेत्रबाट पनि कोही सुनसरी समाज युएमा आबद्ध हुन चाहनुहुन्छ, दुबईमा कार्यरत कोही हुनुहुन्छ भने चाहिँ मैले यही कार्यक्रममार्फत जानकारी गराउन चाहेँ। आवश्यकता तपाईँहरूले सहयोग गरिदिनु होला होइन। र यो कार्यक्रमलाई चाहिँ हामीले एकदम छिटो कार्यक्रमले बसेर चाहिँ निर्णय गऱ्यौँ र यसलाई चाहिँ अगाडि बढाउने, त्यस पछाडि यो कोर्समा रहने, कोर्समा रहिसकेपछि तयारको त अथवा के त यही अब बिचरा बालबालिकाहरूले पनि अझै बालबालिकाहरू भवन निर्माणको लागि अब के गर्नुहुन्छ कस्तो पारिसकेको होइन। यसको लागि चाहिँ हामीले विशेष सहयोग गर्नुपर्छ भन्ने विचारको छ। तुरुन्तै हामीले त्यति पैसा पनि दिन खोज्नु पनि 2-4जना मिलेर, तर धेरै रकम त छैन हामीसँग अहिले होइन कोर्समा, किनकि हामी पनि यही श्रम गर्नको लागि चाहिँ गएका हौँ होइन। र त्यसबाट पनि अलिअलि बचेको थोरै मिलाएर धेरै यसो सहयोग गरौँ, किनकि अब भाइ बहिनीहरूलाई चाहिँ यसो हुन्छ सहयोग भन्ने हिसाबले चाहिँ हामीले चाहिँ अब यो कार्यक्रमलाई चाहिँ तुरुन्तै गरिहालौँ। किनकि म भोलि पर्सि नै गइहाल्नु पर्ने भए र पनि यहाँ बसेर चाहिँ बस्नुहोस् तपाईँ गरिदिनुहोस् भनेर कार्य समितिले मलाई भन्नाले हामी यहाँ आएका छौँ होइन। यो अत्यन्तै राम्रो छ, हामीलाई अति खुसी लाग्यो किनकि हामीले यहाँको अवस्था पनि अब संस्कृति एक हिसाबले हेरेको सक्यौँ। हामीलाई यो अति खुसी लागेको छ। यो यस्तै हिसाबको कामहरू गर्नको लागि नै सुनसरी समाज युको स्थापना भएको है। अब जस्तै गरिब जेन्दार, त्यस्तै गरी तपाईँको चाहिँ यस्तै दुःख पीडामा परेका हाम्रै आमा बुबालाई सबैको लागि कसरी सहयोग गर्न सक्छ भन्ने हिसाबले सुनसरी समाज स्थापना भएको हिसाबले हामीले चाहिँ यसलाई चाहिँ सबै सहयोग गऱ्यौँ। अब अझैको के गर्ने भन्ने कुरामा पनि हामीले चाहिँ अब कुराकानी आएको थियो होइन। उहाँले सरस्वती प्रश्न पारिसक्नुभयो होइन। हामीले चाहिँ एउटा निश्चित रकम दिने, त्यस पछाडि चाहिँ अब उहाँले त्यसबाट आएको ब्याजबाट अथवा चाहिँ आवश्यक पऱ्यो भने के कसो गर्नुहुन्छ अब गर्नुहुन्छ। सुनसरी समाजले पनि यसलाई चाहिँ मोनिटर चाहिँ गर्छ होइन। अब के गर्नुहुन्छ भोलि चाहिँ के गरेर चाहिँ हामीले त्यतिकै त्यो पैसा दिएर यताउति घिसमिस हुने कार्यक्रम चाहिँ हुँदैन भन्ने चाहिँ हामीलाई पनि छ। किन भन्नुहुन्छ भने हामी पनि श्रम गर्न गएका यसो पैसा उठाएर चाहिँ हामीले पनि गरेको सहयोग यसलाई पनि तपाईँहरू अब सञ्चालक समितिले बुझिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ होइन। र यहाँसम्म आएर यत्रो कार्यक्रम गरिदिनु भयो, बोलाइदिनु भयो, हामीलाई चाहिँ सम्मान गरिदिनु भयो, यसका लागि म विशेष धन्यवाद दिन चाहन्छु। र आउँदा दिनहरूमा हामीले अन्य केही क्षेत्रमा यस्तै क्षेत्रमा केही गर्नुपर्छ भने हामी अब छँदैछौँ, त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। अरू के छ धन्यवाद। प्रतिबद्ध गर्छौँ 17 इटरी उपमहानगरपालिका वडा नम्बर 17मा रहेको यो मजेदा स्थित हाम्रो यो संस्थाले हाम्रो यो चाहिँ एउटा जिम्मा लिएको कुरा हामी यहाँलाई प्रतिबद्ध गर्न चाहन्छौँ। हामीले योभन्दा अगाडि पनि केही सङ्घ संस्थाबाट नगद रकम मूलधन स्वरूप हामीले लिएका छौँ। उक्त रकम 10 वर्ष 8 वर्ष 9 वर्ष लाग्यो।
उक्त रकम पनि हामीले एउटा अक्षय कोषको रूपमा खडा गरेर अहिले त्यो कारोबार गरिरहेका छौँ। हामीले उहाँहरूले प्रदान गर्नुभएको अक्षय कोष रु 1 लाख रुपियाँ थियो। हामीलाई एसओएस सामाजिक केन्द्र सुनसरी बालग्रामद्वारा 1 लाख रुपियाँ हस्तान्तरण गरेको थियो। उक्त रकम सञ्चालन गर्दै हामी थप्दै अहिले हामी 27-28 लाखको ट्रान्जेक्सनमा पुगेका छौँ। उक्त रकम हामी परिचालन यही स्थानमा परिचालन गर्दैछौँ। त्यसो हुँदाखेरि हामी यहाँहरूले हाल प्रदान गर्नुभएको रकम पनि हामी विशेष गरेर अक्षय कोषलाई नमासिकन, मूलधनलाई नमासिकन त्यहाँबाट प्राप्त हुने कसरी प्राप्त हुन्छ भन्ने कुरालाई हामी पहिलो गहन विषयमा छलफल गरेर सञ्चालक समितिले एउटा सुरक्षित स्थानमा राखेर त्यहाँबाट प्राप्त भएको ब्याजले, त्यहाँबाट आय आर्जन भएका केही रकमले हामी विशेष गरेर यहाँ अध्ययनरत छात्र जसले हामी सूक्ष्म अध्ययन गरेर जसको आमा बुवा गुमेका छौँ, जो अनाथ छन्, जो जेहेन्दार छन् र जो पारिवारिक स्थिति न्यून छ, उसको लागि केही हदसम्म मलमपट्टि गर्ने चेष्टा गर्नेछौँ। त्यो प्रतिबद्धताहरूलाई जाहेर गराउँदै हामी त्यति मात्रै होइन, यहाँले प्रदान गर्नुभएको यो अक्षय कोषको लागि हामी फेरि हामी पुनः एउटा कार्यक्रम गरेर यहाँको नाम, यहाँको युए समाजको बोर्ड हामी यही स्थानमा हामी सकेसम्म हामी एउटा शिलालेखमा नभए पनि एउटा ताम्रपत्रमा पनि लेखेर हामी जीवन्त यहाँले देख्ने गरी कहिले न कहिले देख्ने गरी हामी यसै स्थानमा राख्नेछौँ। यो पनि प्रतिबद्ध गर्न चाहन्छु। त्यसै गरी यो बाल विकास निर्माण गरेर हस्तान्तरण पश्चात हामीले एउटा समिति चयन गरेको थियो। उक्त समितिको कार्यकाल पश्चात हामीले फेरि विघटन गरेर पुनर्गठन गऱ्यौँ। उक्त पदाधिकारीमा अध्यक्षको रूपमा आदरणीय इन्द्रकुमार बास्कोलाजी हुनुहुन्छ, अध्यक्षको भूमिका सम्हाल्नु भएको छ। त्यसै गरी सदस्य सचिव यसै विद्यालयकी शिक्षिका पूर्णिमा राईजी हुनुहुन्छ। त्यसै गरी सदस्यमा गणेश तामाङ, सदस्यमा दीपक सिलवाल म आफै छु। त्यसै गरी उषा चौधरी, सङ्गीत चौधरी, सीता तामाङ, श्यामकुमार चौधरी 7 नम्बर वडा सदस्य हुनुहुन्छ, वर्तमान वडा सदस्य हुनुहुन्छ। त्यसै गरी अनिसा चौधरी लगायतका पदाधिकारी जसमा सल्लाहकार समितिमा हुनुहुन्छ रामकुमार थारू, देवनारायण चौधरी हुनुहुन्छ र पूजा चौधरी। यहाँ हामी यति व्यक्तिहरूको अगुवाईमा यो संस्था अहिले पनि दौडानमा छ, सञ्चालनमा छ। सम्भवतः हामी यो संस्थालाई अझै बलियो बनाउने हामी प्रतिबद्ध गर्न चाहन्छौँ यहाँ समक्ष। म कार्यक्रमको सिलसिलामा म तपाईँकै लागि युए समाजलाई केही वर्ष अगाडि नजिकबाट चिन्नुहुने, विगतका दिनहरूमा युए समाजमै आफ्नो जीवन व्यतीत गर्नुहुने मेरा प्रिय मित्र आदरणीय नगेन्द्र तामाङज्यूलाई हाल युए समाजको वर्तमान चिन्जान, वर्तमान परिवेश र युए समाजका वर्तमान पदाधिकारीहरू कसरी अघि बढिरहेका छन्, यहाँहरूको चिन्ता कतिको छ, उहाँहरूको हामीसँग रहेको जानकारी के कस्ता छन्, यी कुराहरू अपडेट गराइदिनुको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद दीपक सर र यहाँ यस कार्यक्रमलाई भव्य रूपमा सञ्चालन गरिदिने यस कार्यक्रमका अध्यक्षज्यू लगायत हाम्रो जनप्रतिनिधि वडा अध्यक्षज्यू लगायत यस विद्यालयका व्यवस्थापनका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी लगायत विशेष गरी सुनसरी समाज युएद्वारा यस सुनसरी समाज युए संस्थाबाट पाल्नुभएका हाम्रा विशेष अतिथि आजको यस कार्यक्रममा यस बाल विकास केन्द्र मडौरा उचारी पालिका 17मा यस कार्यक्रम भव्य भइराख्दा मलाई पनि 2 शब्द यस म यहाँको स्थानीय बासिन्दा लगायत र केही वर्ष प्रवासमा बसेर केही हाम्रो सुनसरी समाज युएलाई नजिकबाट देख्ने मौका र उहाँहरूले गर्नुभएको काम र विशेष गरी त्यो ठाउँमा मैले पनि यस संस्थाले गर्नुभएको धेरै राम्रा कामहरूलाई नजिकबाट निहाल्दै आउँदा आफूले पनि केही सेवा सुविधाहरू लिइरहेको हुँदा म
उहाँहरूलाई विशेष धन्यवाद दिनको लागि चाहिँ म 2 शब्द आएको छु। र प्रथम कुरो त सबै कुरो यहाँ हाम्रो विद्यालय व्यवस्थापन समितिका लगायत हाम्रा यहाँ अग्रज जनप्रतिनिधि लगायत समाजसेवी वरिष्ठ सम्पूर्ण आमा बुबा लगायत सबै दिदीबहिनी सबैजनाले सुनिसक्नु भएको छ। म छोटो बोल्छु र विशेष गरी म चाहिँ के भन्न चाहन्छु भने यो हाम्रो विशेष गरी सुनसरी समाजका अहिले भर्खरै वर्तमान जुन अध्यक्ष हुनुहुन्छ सुरेन्द्र लामाज्यू, उहाँले चाहिँ मलाई एउटा सानो केही भिडियो फुटेजहरू बनाइदिनु अनि त्यसपछि एउटा सानो हाम्रो सरहरूलाई यसो केही गाइड गरिदिनु भनिदिनु भएको थियो। सरहरूलाई सकुशल यहाँ उपस्थित गराउन सफल भएको छौँ। यसमा हामी एकदम मजौरावासी लगायत यहाँ सुनसरी इटहरी सुनसरी सत्राका सम्पूर्ण यहाँको हामी जनतावासी सबै खुसी छौँ। र विशेष गरी म यस सुनसरी समाज युएका प्रतिनिधित्व गरेर आउनुहुने जुन हाम्रो प्रवक्ता रुद्र सरलाई धेरै धेरै वेलकम साथै धन्यवाद पनि दिन चाहन्छु र यहाँ आइदिनु भयो। त्यसै गरी पूर्व महासचिव तथा नेपाल सल्लाहकार राम आचार्य सर, त्यसै गरी पूर्व अध्यक्ष तथा नेपाल सल्लाहकार देविका आचार्यज्यूलाई धेरै धेरै यहाँ आइदिनु भयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उहाँहरू त यहाँ आइसक्नु भएको छ, प्रत्यक्ष रूपमा उहाँहरूलाई हामीले स्वागत गर्न पाइयो। त्यसै गरी हाम्रो उहाँ सुनसरी समाज युएमा जति पनि कार्यरत हुनुहुन्छ, म पनि पहिला त्यहीँ थिएँ, तर हामी म जाँदा त धेरै पहिला दुबई छिरेको थिएँ। 2008मै गएको थिएँ। लगभग 9-10 वर्ष विदेश। दुबई चाहिँ एउटा यस्तो देश हो, एउटा गल्फ कन्ट्रीमा एउटा 7वटा इमिरेट बनेर टुक्रा टुक्रा मिलेर एउटा युए बनेको छ, जुन हामी चाहिँ दुबईमा कार्यरत थियौँ। त्यहाँ पहिला कुनै सङ्घ संस्थाहरू थिएन म जाँदा। पछि आएर बिस्तारै बिस्तारै हामीले यो हामी सबै काम गर्ने प्रवासमा बस्ने साथीहरू हामी नेपाली मिलेर चाहिँ एक एक गर्दै हामी एउटा पार्कमा बसेर चाहिँ यसो गरेर उसो गरेर हामी काम गर्दै भए पनि केही हामीले एउटा समूहहरू गठन गर्दै एउटा सङ्घ संस्थाहरू जसरी अहिले यो सुनसरी समाज युएले चाहिँ धेरै राम्रो कामहरू गर्दै आउनुभएको छ। त्यस्तो संस्थाहरू त धेरै छन्, तर पनि सबैभन्दा राम्रो हाम्रो सुनसरीलाई चाहिँ एकदमै नजिकबाट प्रतिनिधित्व गर्दै हरेक सामाजिक क्षेत्रमा अग्रसर र कुनै दुःख परेको हरेक विभिन्न अस्ति जसरी कोरोना काल आएको थियो, कोरोना प्रत्यक्ष रूपमा मैले पनि यो भोग्न परेको थियो। त्यति बेला हामीले सम्पूर्ण विदेशमा जाने नेपालीहरू चाहिँ धेरै विचलित भएको थियो भिजिटमा गएर। सुनसरी समाज युएले चाहिँ हामीलाई पनि एउटा प्रत्यक्ष रूपमा मैले पनि केही सहयोग पाएको थिएँ, त्यो भन्नुपर्छ, गर्वका साथ भन्नुपर्छ। जब त्यहाँ चाहिँ कोही साथीहरू विचलित भएको थियो, अब जति पनि मान्छेहरू भिजिटमा जान्छ विदेशमा होइन, त्यहाँ दुःख पाएको छ। तपाईँ जानु बित्तिकै काम पाउँदैन, रोजगारी पाउँदैन। नेपालमा मात्र होइन, विदेशमा पनि यस्तो समस्या हुन्छ। र यो चाहिँ हाम्रो सुनसरी समाज, हाम्रो प्रवक्ता सरहरूले र हाम्रो म्यामहरूले एकदमै अग्रसर भएर सबै एउटा नेपालीको समूह गठन गरेर त्यहाँको राष्ट्रको त्यो देशको कानुनसँग चाहिँ सहकार एउटा संस्था खडा गरेर चाहिँ उहाँहरूले सहयोग गर्नुभएको थियो। त्यो मलाई प्रत्यक्ष रूपमा थाहा छ। र त्यति मात्र नभएर हामीले यस्तो आउने यो सुनसरी समाजले चाहिँ आउने दिनहरूमा पनि थुप्रै सहकार्य गर्दै आउनुहुनेछ भन्ने आशा पनि राख्दछु। र अहिले प्रत्यक्ष रूपमा हामी यहीँ छौँ। र अहिले जुन सुनसरी समाज युएले चाहिँ मलाई एउटा लिस्ट पठाएको थियो, यो एउटा सक्नुहुन्छ अनुसार हाम्रो यो ओएसमा कोही जो पनि आबद्ध हुन सक्नुहुन्छ, हाम्रो डिटेल पनि एकचोटि सक्नुभयो भने पढेर सुनाइदिनु होला भन्नुभएको थियो हाम्रो अध्यक्षज्यूले। र सुनसरी समाज युएका केन्द्रीय कार्य समिति चाहिँ अहिले जुन संस्थापक रोहित बस्नेत हुनुहुन्थ्यो, त्यसपछि संरक्षक इन्द्र विष्ट हुनुहुन्छ, प्रमुख सल्लाहकार भोला ढकाल निधि भन्ने हुन्छ, र सल्लाहकार सुमन पराजुली, सल्लाहकार जीवन खत्री, सल्लाहकार डिबी कार्की र सल्लाहकार निर्मला राई। र त्यसै गरी केन्द्रीय कार्य समितिमा पदाधिकारीज्यूहरू अहिले हुनुहुन्छ, जस्तै अध्यक्ष सुरेन्द्र लामा, नारदेन तामाङ हुनुहुन्छ, उहाँ अहिले हाल अध्यक्ष हुनुहुन्छ। र वरिष्ठ उपाध्यक्ष सरू कटवाल हुनुहुन्छ, र महिला उपाध्यक्ष दुर्गा अधिकारी, र महासचिव देवेन्द्र कटुवाल बासुदी, उहाँको टाइटल हुनुहुन्छ। र त्यसै गरी सचिव भेषराज पराजुली, कोषाध्यक्ष सुशील कुमार श्रेष्ठ, र सदस्य चिरञ्जीवी पोखरेल, र सदस्य साजन परियार, साथै सदस्य कृपा गिरी, सदस्य शेरमान लिङ्खा, सदस्य राम अविरल, सदस्य दिलकुमार राई, प्रवक्ता रुद्र कार्की, र कार्यक्रम संयोजक तिलक बहादुर कार्की, र महिला संयोजक सबिना पराजुली, र साहित्य विभाग प्रमुख श्री भवानी नेपाल हुनुहुन्छ। र पूर्ण कार्यकाल सकाएर युए बसाई
लाई बिचमा चाहिँ हाल कार्यक्रम गर्दा ठ्याक्कै हाम्रो जनप्रतिनिधि वडा अध्यक्षज्यू उपस्थित हुनुभएको छ। उहाँलाई स्वागत गर्दै म फेरि कन्टिन्यू गर्न चाहन्छु। र पूर्ण कार्यकाल सकाएर युएई बसाइलाई बिच मार्दै हाल जन्मभूमि रहेर साथ सहयोग पुर्याउँदै निरन्तर लागि पर्ने हाम्रा आदरणीय व्यक्तिहरू पनि हुनुहुन्छ र नेपाल प्रतिनिधि हुनुहुन्छ संरक्षण देविका आचार्य र सल्लाहकार पटक राई र सल्लाहकार राम आचार्य, जुन यो चाहिँ मैले उहाँहरूको पदाधिकारीज्यूहरूको नाम पढेर सुनाएँ। र विशेषमा हाम्रो प्रवक्ता र हाम्रो यहाँ 3 जना सरहरूलाई प्रत्यक्ष रूपमा हामीले चाहिँ स्वागत गर्न पाइयो र त्यसै गरी आउने दिनहरूमा हजुरहरूको अपेक्षा, साथ, सपोर्ट र माया ममता सहित हाम्रो यो ठाउँमा आएर उपस्थित भएर मूल्यवान समय दिनुहुने सम्पूर्ण प्रबन्धकज्यू लगायत सम्पूर्ण हाम्रो निवर्तमान अध्यक्षज्यू लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद साथै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। धन्यवाद आदरणीय परममित्र हरिन्द्र तामाङज्यू। उहाँले आफ्ना प्रवासमा विगतका दिनमा भएका तिता-मिठा भोगाइहरू र सुनसरी समाज युएईलाई चिन्नुहुने, नजिकबाट निहालेको अवस्थाबारे यहाँले जानकारी गराउनुभयो। पक्कै पनि हामी नेपालमा रहेर पनि अत्यन्तै दुःख छ, कष्ट छ। त्यसै गरी प्रवासमा गएर पनि हामीले सोचे जस्तो जिन्दगी जिउन सकेका छैनौँ। हामीले गर्वका साथ भन्नुपर्छ, प्रवासमा रहेर यस्ता परोपकारी संस्थाहरू गठन गर्नको उद्देश्य, गर्नको खातिर पनि हामीलाई सम्पन्न भएर हामी सेवा सुविधाबाट पर्याप्त भएर यो फुर्सदको समयमा गरेको होइन। यो मेरो आफ्नो छोटो भोगाइ पनि हो। मैले पनि केही वर्ष प्रवासमा व्यतीत गरेको छु। मैले आफूले जीवन्त आफ्नो जीवन खण्डमा पूर्ण रूपमा यो भोगाइ छ। त्यसो हुँदाखेरि हामीले केही बचेको समय, केही आफ्ना प्रतिभाहरूलाई सङ्कलन गरेर, प्रस्तुतन गरेर, जगेर्ना गरेर यस्ता संस्थाहरू खडा गर्न हामी बाध्य हुनुपर्छ। यो मेरो भोगाइ हो। सरहरूलाई पनि म सेयर गर्न चाहेँ। अब मैले आफूले भएका कुराहरू हामी सम्भवतः सुख पाएर, खुसी पाएर यस्ता संस्थाहरूको अवश्य पनि परिकल्पना हुँदैन, जन्म हुँदैन। हामीले हाम्रा दिनचर्या गुजार्ने क्रममा, हामीले दिनचर्या अगाडि बढाउने क्रममा यस्ता संस्थाहरू, परोपकारी संस्थाहरू स्थापना गर्दै गर्दा यी संस्थाहरूले विभिन्न दुःख कष्टमा रहेका, अप्ठ्यारोमा परेका व्यक्ति र हाम्रो प्रवक्ता रुद्र कार्कीज्यूले पनि अब यो बारेमा चाहिँ सम्पूर्ण कुराहरू सुनाइसक्नुभयो, त्यसलाई म दोहोऱ्याउन चाहिनँ। र आजको यस कार्यक्रममा यहाँ उपस्थित हुनु पाउँदा एकदम खुसी पनि भएको छु। राम्रो यो बडालाई पनि साथमा हुनुहुन्छ र हुनुहुन्छ र सरहरूको सम्पूर्ण साथमा छ। र म छोटो कुराहरू राख्न चाहेँ। हामीले जुन यो दुबईमा चाहिँ हामीले यो भनौँ न सुनसरीमा चाहिँ एउटा संस्था चाहिँ खडा गरौँ भनेर हामीले चाहिँ उहाँको चाहिँ विशेषमा 2018 साल भन्नाले 2075 साल भाद्र 1 गते हामी चाहिँ 10-12 जनाको टोली चाहिँ त्यहाँ गएर चाहिँ यो स्थापना गऱ्यौँ र दिन दुखीहरूको सेवा गर्दै गऱ्यौँ। र प्रवासमा हामीले देख्यौँ यताबाट भिजिट भिसामा लिएर जानेहरू र बर्दुबई भन्ने ठाउँमा एउटा युएईको चाहिँ बर्दुबई भन्ने ठाउँमा चाहिँ विभिन्न बिजोग भएर बसेका व्यक्तिहरूलाई हामीले देख्यौँ, निहाल्यौँ। हामीले यो संस्था खडा गर्नुपर्छ अनि यस संस्थाबाट चाहिँ हामीले उहाँहरूको लागि केही उद्धार गर्नुपर्छ, सहयोग गर्नुपर्छ। किनकि उहाँ पनि नेपाली हो, हामी पनि नेपाली हो, होइन? त्यो मानवता राखेर हामीले चाहिँ यो संस्था स्थापना गऱ्यौँ र दिन दुखीहरूको सेवा पनि गर्ने भन्ने हामीले हेतुले सुरु गऱ्यौँ। र गर्दा गर्दै हामीले बिचमा कोभिडको समयमा हामीले उही पनि जस्तो विभिन्न नेपालीहरू जानुभएको छ, कतिलाई कामबाट निकालियो, सम्पूर्ण रोडमा हुनुहुन्थ्यो, कति दिन खान पाउनु भएको छैन। हाम्रो त्यस टाइमको अध्यक्ष हुनुहुन्छ देविका आचार्यज्यू, उहाँ साथमा यहाँ पनि आउनुभएको छ। हाम्रो नेतृत्वमा हामी सँगै गएर उहाँ कति ठाउँ गएर हामीलाई हिँड्न पनि दिइने थियो, यस्तो कार्यक्रमहरू गर्न दिइने थियो। पार्कमा हामी लुकेर बसेर एउटा संस्थामा काम गर्थ्यौँ, कुनै काहीँ ठाउँ गएर बस्यौँ भने हामीलाई पैसा लाग्थ्यो, किनकि हामी त पैसा कमाउनु भएको मान्छे थोरै
थोरै पैसाले हामीले चाहिँ केही गर्नुपर्छ भन्ने उद्देश्य साथ हामी त्यहाँ लागेका थियौँ र त्यतिखेर हामी कोभिडको समयमा पनि हामी कति व्यक्तिहरूलाई चाहिँ उसबाट भनौँ न कम्पनीबाट बाहिर निकालेको तिनीहरूलाई खाना बस्न सुविधा थिएन अनि सुनसाई यही समाजबाट अलिअलि भएको कोषको पैसाबाट चाहिँ हामीले हस्तान्तरण गर्यौँ। त्यस्तै आएर अनि यहाँनिर त्यो कोभिडको समयमा उहाँ पनि आउनुभएको थियो, म पनि आएको थिएँ। अनि हाम्रो एकजना हरानको व्यक्तित्व हुनुहुन्थ्यो, उहाँ पनि सँगै बसेर हामीले चाहिँ 17-18जनालाई हामीले केही सहयोग पनि गऱ्यौँ। त्यही हिसाबले चाहिँ गऱ्यौँ र आज चाहिँ यहाँ जुन यो मजौला बाल विकास केन्द्रलाई चाहिँ अक्षय कोष खडा गर्न पाउँदा चाहिँ एकदम खुसी लागेको छ र यो चाहिँ भनौँ न अब यहाँको चाहिँ मूलधन चाहिँ हामी यहाँ चाहिँ हजुरले भने जस्तै खर्च हुँदैन। त्यहाँको ब्याजबाट चाहिँ यहाँका बालबच्चाहरूलाई अनाथ बालबच्चाहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ केही किताब कापी र केही होइन उहाँहरूको लागि सेवामा युज हुनेछ भन्ने चाहिँ हामीलाई विश्वास लाग्छ र यहाँ आउन पनि एकदम खुसी भएका छौँ र यति भन्दै मेरो 2 शब्द यी टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद। युवी समाज सुनसरीका भूतपूर्व महासचिव वर्तमान सल्लाहकार रमणी आचार्यज्यू, उहाँले आफ्नो कार्यक्रमको बारे केही प्रश्न पारेर त्यहाँबाट बिदा गर्नुभएको छ। हामी समयको अत्यन्तै बावजुदमा छौँ। समय हाम्रा पछि प्रतिनिधिज्यूहरूको समय पनि अत्यन्तै छोटो छ, पछि अतिथिज्यूहरूको समय पनि अत्यन्तै छोटो छ। त्यसो हुनाले हामी कार्यक्रमलाई सरस्वती छुट्याउन लागिरहेका छौँ। आजको हाम्रो यो महान दिनलाई, ऐतिहासिक दिनलाई, ऐतिहासिक कार्यक्रमलाई म छुट्याउनको निमित्त र यो कार्यक्रमलाई अगाडि बढाउनको निमित्त सुनसरी समाज युवेका भूतपूर्व अध्यक्ष देविका आचार्यज्यू लगायत वर्तमान प्रवक्ता रुद्र कार्की, सल्लाहकार राममणि आचार्यज्यू, तिनैजनाले यहाँले प्रदान गर्नुहुने अक्षय कोष हस्तान्तरण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। उक्त अक्षय कोष ग्रहण गर्नको लागि आजका हाम्रो प्रमुख अतिथि वडा नम्बर 17 का वडा अध्यक्ष प्रभात कुमार आचार्यज्यू, त्यसै गरी निर्देशकका अध्यक्ष इन्द्र कुमार वास्तलाज्यूलाई ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्छु। त्यसै गरी जनताकृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसीराम चौधरीज्यू यहाँ पनि सहयोग भइदिनु हुन, यो ग्रहण कार्यक्रममा हस्तान्तरण ग्रहण कार्यक्रममा सहयोग भइदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। फेरि त्यहाँ बस्नु न, तपाईँ त्यहाँ बस्नु। हुन्छ, धन्यवाद। सुनसरी समाज युवेका प्रतिनिधिज्यूहरू, यहाँको यो महान हुन्छ, म यही महान दिनलाई यो महान दिनलाई, महान समयलाई सम्मान स्वरूप ग्रहण गर्ने क्रममा आफ्ना भनाइहरू खुसी व्यक्त गर्नको निमित्त, आफ्ना भनाइहरू राख्नको निमित्त आजका हाम्रो प्रमुख अतिथिज्यू वडा नम्बर 17 का वडा अध्यक्ष आदरणीय सबैका मन मस्तिष्कमा सुनसरी समाज युवीले रकम हस्तान्तरण गर्ने पुलिस कार्यक्रमका अध्यक्षज्यू, यहाँ उपस्थित हुनुभएका युवी समाज देविका आचार्यज्यू, राममणि आचार्यज्यू, रुद्र कार्कीज्यू लगायत यस स्कुलका व्यवस्थापन समितिका साथीहरू र तुलसी सर, साना नानीहरू, समाजका समाजसेवीज्यूहरू र आदरणीय अभिभावकज्यूहरूमा सर्वप्रथम मलाई यो कार्यक्रममा साँच्ची बन्न पाएकोमा साह्रै हर्ष लागेको छ। किनभने म अघि आधी घन्टा पौने घन्टा अगाडि पनि आएको थिएँ, म लोभी पनि थिएँ यो कार्यक्रममा नआउने होइन किनभने त्यसैले आउनु म लागेको छु, आएँ होइन। यो
एउटा कस्तो भनेदेखि युए समाजले गरेको जुन योगदान छ यो एउटा मात्र तपाईँलाई रकमको योगदान मात्र होइन, यो प्रेरणाको बिउ हो। र भोलिको दिनमा बालबालिकालाई तपाईँलाई हामीप्रतिको कर्तव्य, किनभने विदेशको धरतीमा भएर र त्यहाँको भौतिक प्रगतिलाई पछ्याइरहनु भएको देखिरहनु भएकोले पनि आफ्नो समाजमा जुन तपाईँलाई सम्झिनु भयो र यहाँको बालबालिकालाई सम्झिएर र अक्षय जस्तो एउटा प्रेरणाको बिउ तपाईँले रोपेर जानुभएको छ। भोलि यसको वृक्ष बन्नेछ र यसको छाडीमा यहाँको बालबालिकाहरूले तपाईँले यसको छाडीको फल भविष्यका बालबालिकाले प्राप्त गर्नेछन् भन्ने मैले विश्वास गरेको छु। र तपाईँहरू जुन स्कुललाई जसरी चलाइरहनु भएको छ दुःख सुखमा तपाईँहरू यहाँको प्रहरीहरू, शिक्षिकाहरू, अभिभावकहरू निरन्तर रूपले जसरी लागि पर्नुहुन्छ त्यसको लागि पनि तपाईँहरू धेरै धेरै धन्यवाद पार्नु हुनुहुन्छ। हामीले एउटा अहिले मैले कर्तव्यबोध पनि गरेको छु, किनभने जसरी एउटा बाल विकासको लागि, किनभने समाजमा कुनै पनि बालबालिकालाई यही उनीहरूको जग हाल्ने भोलिको भविष्यको लागि सिप संस्कार सबै कुरा सिकाउने उमेरमा तपाईँहरूले जसरी सहयोग गर्नुभएको छ त्यो सहयोगको वडा अध्यक्षको हैसियतले मैले हस्तान्तरणले तपाईँलाई स्कुलको तपाईँको अध्यक्षज्यू उनीहरूलाई उहाँलाई हस्तान्तरण पनि गरिसकेँ। यो अवसरको यो पुण्य कार्यको अवसरमा तपाईँको हामी एउटा साह्रै अहिले तपाईँको हर्षको क्षणमा छ। यो क्षण तपाईँलाई यसको जुन खिचिरहनु भएको छ तपाईँहरूको मिडियामा, यो एउटा नमुना बनोस्। भोलि तपाईँहरूलाई हामीलाई बाल विकासको लागि यहाँका बालबालिकालाई सहयोग पुर्याउनको लागि हामीले एउटा कर्तव्यबोध पनि होस् भन्ने कुरा तपाईँहरूले वडालाई नै झकझकाइदिनु भएको छ। त्यसको लागि तपाईँहरू फेरि पनि धेरै धेरै धन्यवादको पात्र हुनुहुन्छ र तपाईँहरूको योगदान समाजप्रति जुन चाहिँ सम्झिनु भएको छ त्यसले हामीलाई पनि एउटा अब भविष्यमा बाल विकासमा, किनभने नगरपालिकाहरू बाल विकासहरू हामीले बडो कठिन स्थितिमा हामीले चलाइरहेको स्थितिमा यहाँ पनि आएको थिएँ। म झ्यालको छैन भन्नुभयो होइन, झ्यालको लागि हुन त मैले अलिकति बजेट राखिसकेको छु, उहाँहरू थाहा दिँदैछ त्यो गरौँ भन्नुभएको छ। अलिअलि गर्दै पनि समाजमा यसरी तपाईँलाई जागरण पैदा भयो भने यो राम्रो नहुने भन्ने कुरेको छैन र भविष्यमा पनि लामो कार्यक्रम नगरौँ। यसै गरी सबैको साथ सहयोग प्राप्त गरी यहाँको बाल विकास स्कुल एउटा उज्जवल हुन्छ र हामीले पनि सक्दो वडाको तर्फबाट पालिकाको तर्फबाट धेरै धेरै हामीले जति सक्दो सहयोग गर्ने गर्नेछौँ भन्ने तपाईँहरूलाई उपस्थित भएर यो कार्यक्रमको भव्यतालाई बढाइदिनु भएको छ। सहज रूपमा तपाईँहरू धन्यवाद ज्ञापन गर्नैपर्छ र तपाईँहरू समाजसेवी भविष्य द्रष्टाहरूलाई साँची राखेर मैले बोल्न पाएको छु। त्यसको लागि तपाईँहरूलाई फेरि धन्यवाद गर्दै मेरो शुभकामना मन्तव्य यही आवाज आदरणीय नेतृत्व प्रभात कुमार आचार्यज्यू उहाँले आफ्नो अक्षयकोष ग्रहण गर्ने खुसियाली र हामीले यो संस्थालाई यो स्थानलाई नजिकबाट निहाल्दै गर्दाखेरि मैले फेरि पनि यहाँलाई अनुरोध गर्न चाहेँ, फेरि पनि मैले विनम्र गर्न चाहेँ। यहाँको भौतिक संरचना यहाँले नजिकबाट निहाल्दै हुनुहुन्छ, यहाँको अवस्था यहाँले निहाल्दै हुनुहुन्छ। हामीलाई सधैँभरि यो अवसर, यो सेवा गर्ने अवसर नजुर्न सक्छ, नमिल्न सक्छ। त्यसो सकेसम्म हामीले ढोका ढक्काएर घट्टा चाहेर यहाँले सेवा गर्ने एउटा मौका हामीले मागिरहेका छौँ र यो अवसर यहाँले दिनुभएको छ। यहाँलाई मुली धन्यवाद। यहाँको भौतिक संरचनाहरूलाई केही हदसम्म यहाँले फेरि पनि ख्याल दिनुहुन्छ र गर्दै अब आजको हाम्रो यो महान कार्यक्रमलाई म एकदमै बिट मार्न लागिरहेको छु। यति दिनसम्म यहाँले साथ सहयोग दिनुभयो, हाम्रो निमन्त्रणलाई स्वीकारेर प्रवासदेखि पाल्नुभयो। आदरणीय उपस्थित प्रतिनिधिज्यूहरू, त्यसै गरी विभिन्न संस्थाबाट पाल्नुहुने प्रतिनिधिज्यूहरू, विद्यालय शिक्षकज्यूहरू लगायत हाम्रो निमन्त्रणलाई स्वीकारेर पाल्नुहुने सबै उपस्थित महानुभावहरूलाई म मुरी धन्यवाद दिन चाहन्छु। फेरि पनि म सुनसरी समाज युवालाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनमा यहाँको यो सोच, यो महान अभियान निरन्तर रहोस्, हामी नजिक हुन पाऊँ भन्दै आजको हाम्रो कार्यक्रम अन्त्य भएको घोषणा गरिदिनको लागि यो हाम्रो कार्यक्रमका अध्यक्ष, सभाध्यक्षज्यू
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष आदरणीय अङ्कल इन्द्र कुमार लस्करलाई म हार्दिक आमन्त्रण गर्दै म यहाँबाट छुट्टिएँ। नमस्कार। युए समाज संसदीयबाट चाहिँ जुन कार्यक्रम लिएर आउनुभएका चाहिँ युए समाज पार्टीबाट र चाहिँ प्रमुख अतिथि अध्यक्षज्यू, त्यसले गर्दा यो बाल विकास केन्द्रलाई संरक्षण गर्ने भनेको जनजागृति माध्यमिक विद्यालयका प्राध्यापकहरू उहाँहरूकै त्यसै गरी समाजमा यस समाजलाई अगाडि बढाउने जुन पूर्व चाहिँ विद्यालय सञ्चालन गर्ने यस समाजका चाहिँ सबै अग्रज व्यक्तिहरू म मेरो तर्फबाट सबैलाई न्यानो अभिवादन गर्न चाहन्छु। र त्यसमा पनि आज चाहिँ हामीले चाहिँ प्रवासबाटै चाहिँ उहाँहरूले चाहिँ हाम्रो यो एउटा चाहिँ भनाइ छ बत्ती मुनिको अँध्यारो भनेर भन्छ। वास्तवमा चाहिँ हाम्रो उज्जैनी महानगरपालिका भनिन्छ, तर पनि हामी कहीँ न कहीँबाट चाहिँ उज्जैनमा परेको क्षेत्र भएको हुनाले हामी कुनै साना संशोधन जस्तो कुरो भयो, सानो रकम होइन, तपाईँहरूले चाहिँ हामीलाई देखिदिनु भयो। यही चाहिँ सबैभन्दा ठुलो कुरो हो। यहाँ एउटा यहाँ यस्ता व्यक्तिहरू बसोबास छ भनेर तपाईँहरूले देखिदिनु भयो, त्यही हामीलाई सबैभन्दा ठुलो कुरो हो। रकमभन्दा पनि आउँदा दिनहरूमा पनि चाहिँ हरेक संस्थाबाट चाहिँ अब हाम्रो समाजमा चाहिँ हरेक ठाउँमा चाहिँ हात थापेर चाहिँ हरेक विकास निर्माणका कामहरूदेखि हरेकमा चाहिँ गर्नु परिराखेको छ। तपाईँहरूले यसलाई आज आएर चाहिँ रकम हस्तान्तरण गरिदिनु भयो, त्यसको लागि हृदयदेखि धन्यवाद गर्दै यो कार्यक्रम समापन गरेको। आन्टीहरू पनि यहाँ बस्नु बस्नु यताबाट आउँदा यो भाइ दुईजना ए आन्टीहरू है त म कहीँ देख्दिनँ। ल सबैजनाले भरे विशेष अनलाइन हेर्नु होला है त, हाम्रो इटरी खबरमा पनि आउन सक्छ है। हस् सर, हुन्छ। हस् सर, हस् ल, थ्याङ्क यू सर।